भदौरे जाने हो तमागी आफ्नो गाउँतिर पुरानो यो जीप हो। यसमा जाँदैछ। यिनीहरूले मलाई छोडेर आए माथि घर। मलाई छोडेर किन आयो? आएर गाडी रोके। कसलाई? मलाई त फोनै हानेन नि त यिनीहरूले। कहाँ हो त म बस्ने अब? अब यहाँ कोचेर जाने हो। पाले पालो बस्नुपर्छ। पुरानो गाउँ हो हाम्रो। दिदी बहिनी ग्रुप हो आज ट्रेकमा। सबै मेरो बहिनी सबै बहिनी हो। त्यहाँ मात्र दिदी हुन्छ। रातो लाउने अहिले देखाइदिइसकेछु। मैले मलाई नि बहिनी बनाएँ अहिलेलाई। त्यस्तो भन्न पाइन्छ झेली गरेर म दिदी तिमीहरू सबै बहिनी भन्न पाइन्छ। नक्कल पार्न पाएर त फुर्छ। तिनीहरू सबै गाजल लाएर लिपस्टिक लाएर आजल म चाहिँ केही नलागिकन एउटा धुलो पाउडर दलेर दलिहालेँ। हल्का ग्लस। खाजा खाने दोकान बन्द हो। खाजा खाने ठाउँ खोज्दैछौँ हामी। झोला पनि यहाँ राखेर जाने हो। झोला यिनीहरूले त राख्ने भनेछ, म त राख्दिनँ। झोला राख्ने तिमीहरू? पूजाले के गर्छ? गरौँ छ र बिचमा खासै उहाँ गएर लाउने छ भने मात्र हुन्छ, नत्र पर्दैन। ल खाजा खाने ठाउँ आयो तर खाजा छ जस्तो छैन यहाँ। खाना भेज खाना भयो खाने खाएर हामी हिँड्यो तमागीतिर। सम्झना खै सम्झना कहाँ मान्छे देखिए पो हुन्छ। कहाँ हो कहाँ? अगाडि हिँड कान्छे अगाडि भन्छ। हामी कपाल पनि कस्तो भयो। कपाल छोड्दै ठिक हुँदो रहेछ। बाफले कपाल बाँध्दा त नगरे जस्तो। मलाई काहीँ दिनुहोस् मेरो कपाल नै म बाँध्दाखेरि पनि ठिकै देखिन्छ। उल्टो बाटो आयो अरे पूजा। हामी कुन बाटो जाने? हामी चाहिँ उल्टो बाटो आएछ। मैले सम्झना दिदीले ल मैले चिनेछु हिँड त्यहाँबाट पुगिन्छ भनेर उल्टो बाटो लिएर आउनुभयो। जुका लाग्छ नि तल्लो बाटो। कान्छेलाई त केही हुन्न जुका लाग्यो है। त डराउनु नै जुका छ। म चाहिँ डराउँछु। कहाँ पुग्नु? भ्यू पोइन्ट पुग्नु हो आधी घन्टा। होइन भ्यू पोइन्ट त अब अनि कहाँ जान्छ नि अब? अनि हामी भ्यू पोइन्ट नहेर्ने? हामी फेरि फर्केको अवस्था। मैले त पहिल्यै भनेको थिएँ होइन। म त कन्फ्युज। म त आएकै थिइनँ। तमागी भदौरेसम्म मात्रै हो। 50 जाँदा चाहिँ आएको थिएँ। उल्टो बाटो लिएर आउने होइन। कसरी झुक्किनुहुन्छ? मलाई त आएन। आफै नआएको यहाँ 15-20 वर्ष भइसकेको हाई हाम्रो दाजी सबै दाई भाइ भयो अब यहाँका भदौरेका जति। आफ्नै ठाउँ हो नि त। फेरि हामी अहिले भर्खरै उकालो उक्ल्यौँ। अब फेरि ओह्रालो ओर्लिएर तमागीको बाटो जाँदैछौँ। ए भगवान् जिन्दगी जसले फेरि उहाँ जाने भने ऊ हिँड्नै नसक्ने। अनि फेरि घन्टी पोखरी कता उता माथि आउनु मिल्छ? ल ठिक छ। तिमीहरू को खाएर भ्याइसक्यौ? हजुर उहाँ भर्खरै खाएर उक्लिएको कति 5 मिनट भयो नि। यिनीहरू को खाएर भ्याइसक्यो। ए भगवान् सम्झना कोले खायो? को सुजु त प्रतीक्षाले नि उहाँ पहिल्यै हो। हाम्रो ट्रेक पुरै सम्मो छ। अब आयौँ हामी। के अरे?
1 घन्टा हो रे ट्रेक पनि के को टेन्सन हो घन्टा होइन गाइस गयो 4 घन्टा गयो मैले गफ आएको बिहा हुन्छ मङ्सिरमा हजुर आउनु र मैले नृत्य दिइसकेँ जुर अर्को साल हामी मर्दै जाने हो मर्दिमा 28 गते जाने हो मर्दिम कति दिनको हो 4 दिनको मर्दिम त जाने 28 बाट 1 दिन सम्झनालाई लानुहुन्न मर्दै गयो नि अघि यस्तो डराउने मान्छे नै ट्रेक हुन्छन् कति हँसाउने हुन्छ कस्तो डर लाग्दो बाटो फेरि हामी झुक्यौँ बाटो हामी उल्टो अघि एकचोटि तमागी भनेर उहाँ 85 पुग्न लाग्यौँ फेरि हामी सम्म बाटो आयौँ फेरि झुक्यौँ नझुक्यौँ अब हामी तमागी नभए गाविसतिर हिँड्ने कि थाहै छैन कसैको बाटो के अरे कसैलाई उहाँ हुनुहुन्छ हाम्रो गाइड कता जानुभयो गाइड चस्मा राखिदिनु के हुनु यति राम्रो हुन पाइन्छ भनेको ल लुठै भन्ने यस्तै लाइटै बालेर हेर मायाले बाट जाने ल भन अब नढाँटिकन सम्झनाले अनि फेरि भर्खर यो बाटो देखाउनु भएको होइन काला भाङ हो कि सम्झनाले भनेको ओ सम्झना तल गएर फर्किनु पर्यो भने हेरै पेरबिस्ती पुग्ने बेलुका काला बाङको कुरा छोड अहिले हामी पुग्न ठाउँ वहाँ के अरे तामागी नै नपुगेला जस्तो छ बाटो नचिन्बाट गुगल म्याप गर पुछाले डाटा लिँदैछ ए यस्तो पनि हुने हालत हेर दिदी बहिनीको हालत अनि त्यो सरोजलाई भनेर के भने मोटरबाट आधा पहिरो गइछ टर्निङ छ त्यहाँबाट तल जाने हो कि उकालो जाने भनेर सोध्ने तैँले यो प्रतीक्षाको विश्वास गर अहिले पनि यसले भनेकै भएको यही बाटो हो हेरे फेरि ढाँट नढाँट ए ढाँट नढाँट अरे सम्झना आऊ सम्झना आउनु मान्न बाटो रहेछ अब आऊ झाँसी हो कि यो के हो जङ्गल उक्लिने आयो कहाँ आइछ गफ्नलाई जुका फाल्नको यहाँ तस्कर छ ऊ पूजा फालिकन उहाँ गइछ कि सुजा त यहाँ जुका फाल्दैछ ओइ सम्झना जुका कति फाल्यौ ओइ मेरो त झन् यो जुत्तामा कता देखिन्न कालो छ अब यहाँ कता छ कान्छे फ्याँकेस् अनि तिमीले फ्याँकेका जुका पनि त यहीँ हो नि हिँड ल आयौँ हामी तमागी है सम्झना कस्तो भयो हिँडाइ कस्तो भयो हाम्रो ट्रेक कस्तो भयो एकदम राम्रो धेरै हिँड्न परेन कस्तो राम्रो वाउ यो चाहिँ हाम्रो यो घर देखाइन मेरो हेर नि कति राम्रो सबभन्दा यो नै हो अब अझै राम्रो छ के हिँड्न मैले नि भिडियोमा देखेर हेर्न आएँ कि त म नि कहाँ आइछु त नि मलाई सबभन्दा यो पछाडिको घर राम्रो लाग्यो तँलाई चाहिँ कुन राम्रो लाग्यो मलाई नि यही राम्रो लाग्यो है फुलहरू कस्तो राम्रो होइन कस्तो युनिक होइन ल जाम न त कतिमा आफै 2-4 दिन बस्नु हजुर मेली त्यता आउनु भएको छैन ढुक्क भएर मेलु यहीँ हुनुहुन्छ मेलु यहीँ यसरी भिडियो खिच्दै हुनुहुन्छ है दिदी बहिनी हिँड्न नि मजा हुँदो रहेछ हाम्रो यो अब के भन्छ दिदी बहिनी ग्रुप अबबाट हाम्रो के भयो यो संस्था जस्तै भयो दर्ता भोलि पोखरा गरेर रजिस्टर गर्नुपर्छ दिदी बहिनी ग्रुप ट्रेक जाने वर्षको 2-3 चोटि टक्क लाएर पैसा हालेर दर्ता गर्नुपर्छ सबले पैसा उठाउनु पर्छ गएपछि अब यो चाहिँ सधैँभरि हुन्छ हाम्रो होइन बाबु यी चाहिँ हाम्रो बाबु हुन् फेरि बुनु मस्कालाई के दिन्छस् र तैँले मस्का लाउनु दिदी बहिनीहरू नाच्ने गाउने र फोटो खिच्न मात्र इन्ट्रेस्ट भएपछि पनि यस्तो हुँदो रहेछ कि यहाँको यो भ्यू भन्दा पनि ठाउँलाई एक्सप्लोर गर्नुभन्दा पनि बढी सबै फोटो भिडियो टिकटक सबभन्दा बढी हाम्रो रेड कलरको टी सर्ट लाउने प्यारो दिदी हुनुहुन्छ त्यस पछाडि यो के भन्नुहुन्छ हाम्रो मेरो प्यारो बुनु यो के यता पनि हेर्नुपर्छ उनीहरूले फोटो भिडियो गई ऊ चाहिँ होइन पूजा चाहिँ होइन पूजा चाहिँ अलिअलि
त्यसरी नजाऊ भाइ मार्न त मार्दैन पानी आयो पानी आएर हामी यहाँ घर बस्दैछ नि दाइको घर भोक त अब खोइ भात नखाइ आएको तर भदौरी देउरे ल्याएर चाउँछौँ ए काँक्रा ए होइन त्यो वाला त्यो अचार बनाउने बेला हौ ठुलो रहेछ अचार बनाउने दसैँमै भ्याइयो है हिँड्नु अलिअलि जाम पानी पऱ्यो यहाँको बिजोको अवस्था छ आज यतिचोटि बाटो बिर्सेर बिगारियो पुरै छोडिदिउँ यस्तो जिन्दगी हुँदो रहेछ तपाईँको थाहा छैन अहिले हामी फेरि स्तुपा जाने भनेर तल्लोबाट जानुपर्ने अलि माथि आएछौँ फेरि हामी फर्केर त्यहीँ पुगेर जानु पर्यो भगवान् तिन फेरि त हामी बाटो नपुगेर फर्केर यस्तो पनि हुन्छ ए त्यहाँ बाटो छैन त्यो बाटो कुनै हालत होइन बाबु किनभने अनि फेरि माथि बाटोमा पुग्यो नि स्तुपा झर्ने स्तुपा आयौँ फाइनल्ली यही हो अब हामीले हेर्ने ठाउँ घुम्ने ठाउँ भनेकै स्तुपा आज त दिन पनि ठिक परेन त्यही भएर यस्तो छ एकदम राम्रो छ मौसम चाहिँ अलि ठिक भएन त्यही हो अब यस्तो छ सानो एकदमै राम्रो रहेछ सबैजना पछि घुम्न आउँदा पनि धेरै राम्रो फोटो मेरो कि घरि एउटा कपडा घरि एउटा कपडा टिकटक बनाइने एउटा जति बेला टिकटक भिडियो यहाँ नबोल्छ त ब्यागमा एउटा गीत गीत गाउन आफै अनि पछि राखेको हुन्छ ल म्युजियम पनि आइपुग्यौँ राम्रो छ पानी आयो वेदरले पनि साथ दिएन है तर हामीले त रेनकोट ल्याएको पनि हामीले मै नै छोड्यौँ भदौरे देउराली नै छोड्यौँ अब यसरी हिँड्न पऱ्यो चाहिँ भिडियो पाइन्छ होला कि खै नपाइने रहेछ भने ढिलो धानमा होइन बुवा है अब यहाँनिर दिन है हेर्नु त हिजो राम्रो थियो आज त बिजोकै भयो हेर्नु त पानीले आमा सन्चै हुन्छ ल उहाँको फोटो नाम के अरे उहाँको हिरालाल मेजर ब्रिटिस हुनुहुन्थ्यो ब्रिटिस आर्मी हजुर नेपालीहरू चिनिन्छ नि दुईजना होइन उहाँहरू चाहिँ ए कपडा पनि यसरी सजाएर भएको नि उहाँकै कपडाहरू हो पहिलाकै जमानाको है कपडा ब्रिटिसको लाउरेहरू पहिला कसरी भर्ती भयो के भयो त्यो उपलब्धि के भयो भन्ने सिक्नेहरू के यसले पहिला जमाना त कहाँ खान पाउने यताउता नि कहाँ थियो त नि पहिला है पहिला त निकै गाह्रो थियो नि बल्ल यो विदेश खोलेपछि पो मान्छेले सुन चाँदी पैसा खेलाउनु पाएको हुने त कस्तो होइन जुत्ता आर्मीहरूको जुत्ता है पहिला लडाइँ गरेका त्यो राजाको पालामा बत्ती गयो है बत्ती गयो अन्धकार लाइट अनि जान त नि गरम पानी परेको
सबै हात राख्दै फेरि बुझाएको भाँडोमा नुन मात्र आइछ त हो मेरो म भन्छु तिमीले खुर्सानी जम्मा 3टा डल्ले खुर्सानी झोलाभरिसम्म खुर्सानी पर्दैन भन्ने सम्झना खुर्सानी थियो तर पोको बिर्सेको मैले पुगो बिर्सेको अहिले मैले काट्छु 3टा खुर्सानी काटेर यहाँ उसमा राखेर 3टा टोकमै टोकेर यस्तो पुरा के अरे यसले भ्याउँदै रहेछ भाइ ले खुर्सानी भ्याउने हो मेरो यही हो भ्याएको होइन मैले अहिले पाइन्छ भनेर बस्नु खाली सम्झना छैन रहेछ फेरि उहाँलाई तपाईँलाई धेरै धन्यवाद किन भन्नु न मिठो चिया खुवाउनु भयो चियाको पैसा लिनुहुन्छ कि हुन्न लिनुहुन्न चियाको पैसा लिनुपर्छ बिजनेस त हो लिनुहुन्न है ल ठिक छ अनि दुध खाइ सम्झनाले बिहाबाट भोकै छ हामीले भात त खाएको छैनौँ त्यही चाउचाउ हो जति बेला चाउचाउ त्यही भएर अनि तपाईँलाई धेरै धन्यवाद अब आज बस्न पाइएन अर्को फेरि आउँदा बस्छौँ भोलि बिहान मिल्यो भने चाहिँ खाना आउँछौँ अब के छ हजुरलाई भन्नुपर्ने ल भन्नु हामी त अब बल्ल आएको म त झन् फर्स्टचोटि आएको त भन्नु पहिलाचोटि गाउँमा घुम्न आएको भाउजू घर के नखाएको है चिया खाएको पहिलोचोटि पेरबिस्ती त कतिचोटि आइयो यहाँ चाहिँ पहिलोचोटि हो तपाईँलाई चिनेकै आज हो बल्ल मैले तपाईँले गाउँ कति रमाइलो रहेछ तामाकी गाउँ भदौरे राम्रो छ तमाकी रहेछ कि तमाकी माइला दाई भनेर माइला दाई उहाँ हुनुहुन्छ उहाँ चाहिँ माइला दाई है माइला दाई चिन्नुभयो कता गयो गुन्द्रुकको तरकारीसँग होइन ढिँडो ओहो ढिँडो त मेरो फेभरेट हो नि 1 थाल चाहिन्छ फेरि मलाई टमाटरको चटनी मकैको भात हाने मकैको ढिँडो मकैको भात सम्झना खाइछौ तिमीले खाइछु मैले त खाइथिएन मकैको भात त ढिँडो भनेको ढिँडो त मिठो हुन्न मकैको कोदाको ढिँडो मिठो हुन्छ कोदोको पिठो छैन यहाँ लौडिनेहरू आयो भनेर ऊ पैसा दिने भनेर त बिचरा नाचेको पैसा दिउँला अब अलिकति माइला दाइलाई 10 रुपियाँ दिए भइहाल्यो बाबा मम्मीलाई भनिदिनु पर्ने केही छ भने भन्नु सोधेछ भनिदिने ल सबैलाई नमस्कार छ भनिदिनु दसैँ गइसक्यो तिहारको शुभकामना दसैँ कति राम्रो गरी मान्यो सुबत काइलाबाको श्रीमती हुन् होइन भनिसक्नुभयो झारकोटको काइलाबाको श्रीमती उहाँले धेरै सम्झिनु भयो चिन्छ सुबलले चिन्छ ओ भाउजू सन्चै छ भन्छ बाबाको बोली फेरि त्यस्तै होइन ओ भाउजू भन्छ क्या पहिलाचोटि गाउँ आएको जाडो भएको आसिना परेको है जुको लागि जुका मेरो घाँटीमा यहाँनिर भाउजू यहाँनिर यत्रो जुका लाग्यो यहाँ अझै छाम्यो भने मिठो तातो अनि त्यो पर्टिनाले देखि यत्रो जुको लाग्यो ल हामी पेरबिस्ती आइयो घर गाउँ आइयो हाम्रो भाउजू हामी आयौँ दाजी सन्चै हुनुहुन्छ चाबी कहाँ खाने तलको ल तल सोध्न लाग्छ यहाँ बस्न परेन चाबी सोध्न पर्यो नि आयौँ बैखुन्टे अङ्कलको घर बैखुन्टे बाको घर नमस्ते गर्नु नमस्ते हाँडो गर्नुहुन्छ भित्रबाट दाई भाउजू सबैले नमस्ते गर्नुपर्छ हामी तपाईँका छोरीहरू पुरै आछौँ ल हेर्नु सम्झना दिने भन्दै ए ठुलो बा ल आयो अब छोरी चाहिँ भाउजू के छ भाउजू ठुलोवाला देखिसक्यो बिहान टुरिस्ट चाहिँ त हो नि म ल आमाको म छ नि गाममा अब हामीले के पेस्ट बनाउनु पर्छ रोस्ट बनाउनलाई के गरेको छु भने बेसन त्यस पछाडि मिट मसला र अर्को मसला एकदम रमाइलो छ आनन्द अब खाली अब के भने भोकै छ हामी भात खाएको छ नि यही रमाइलो भनेको यो उसमा भाँडामा अब यसलाई चाहिँ हामी त्यो आगोमा आगोमा पोलेर अरू त एकदम मजा आउँछ अब यही रमाइलो भनेको कस्तो रमाइलो भइहाल्छ गीत पनि बजाउनु त कसैले
टमाटर यसरी छिल्दैछौँ हामीले त्यही भनेको तपाईँ जस्तो मान्छे चाहिएन रिका डाँडा है मान्छे तँलाई यहाँ कुहिरो लाउँदा त डरला के डर तर म त डराउँदै त्यो ठुलो पानी परेर गाई कुहिरोले ड्याममा ढाकेको म त ढाइसन्छु डर कस्तो डर लाग्छ मलाई एउटा यो पेस्ट हाल्ने कुरा देऊ त हेर्नु यस्तो छ हालत ए नुन देऊ खुर्सानी यही छ ए भित्रका मान्छेहरू सुन्नुस् त दिजु बहिनीहरू सम्झना मलाई नुन दिनु दाइ यसमा पानी ल्याइदिनु ल नुन खुर्सानी झाडुले कामी खुर्सानी यति भयो दाइ हान्दा त धेरै खाना हुन्न है खुर्सानी त पिरे हुन्छ त्यही त नि यो डल्ले खुर्सानी अझै थप्नी आफूलेमा खाने बेला चटपट खाने बेला पिरे भन भनेर रमित दियो हो यो बाठी फेरि कति दाइ खुर्सानी पनि यति अहिले पछिको हागा खाने बेला भ्याकी भाइले आफै यस्तै काम नलाउने होइन मैले खुर्सानी काटेर थाहा छ काटेर त्यत्रो चटपट छ 3टा डल्ले खुर्सानी छ काटेर आउँछ त्यो मैले भनेको पिस काटौँ साइडबाट एक कुन्टा हरेक चटपटमा टोकेर मुखलाई पिरो बनाएर चटपट हान्दै हुन्छ न त्यस्तो पिरो त्यतै बिलाउँछ मेरो टेक्निक ठिक हो कि वास्तवमा यो पुरा बुझ्दैन त्यो बेला आउँदै जुका लाएर जुका टिप्नु पर्थ्यो कि अनि जुकासँग डराउनु भए पनि चिच्चा मेरो जुका फ्याँक्दै भन्दै चिच्चाउँछ भन पूजा तर सम्झना म थाहा छ लाइट बाली चाहिँ टिका लाउँदा आउँथेँ कहिले काहीँ बस्न आउँदा म आमाको आउँथेँ आमाले चाहिँ मकै र म चाहिँ एकदम मिठो बनाइदिनुहुन्थ्यो रामजी दाईकोमा कहिले काहीँ माथि भयो ए रामजी दाई र हामी त उहाँ रामजी दाई एकचोटि साइन्स पढाउने टिचरले क्या तपाईँले त्यो के अरे लट्ठीमा क्या चप्पलको बनाएको के सरहरू ए सरले है पिट्नु भएको है रामजी दाई त म कति ट्यालेन्ट थिएँ त आखिर आमाले पुरा लगाइदिएर ओए पाकिसक्यो ल रोस्ट बनायो बाबु बनाइसकिस् बनाइसक्यो ए भगवान् यो बनाएको मैले हो त्यसपछि अनि कता गयो मैले बनाएको चटनी यो चटनी बनाएको मैले हो म आमालाई कसले लैदिन्छ जसले लैदिन्छ न भाग्ने राखेँ तिमीले मात्रै खाएर नसक्यो म यहाँ भिडियो खिच्दा फेरि चटनी कसले बनाएको मैले त्यति गरी सिलौटा पिनेर बरु ऊ चाहिँ पोलेको चाहिँ तैँले है बाबु पोल्ने चाहिँ चटनी हो त्यो हो बाबु अनि यो पूजा पनि हो बनाउनु चाहिँ म अनि नुन राख्ने म है नुन र खुर्सानी लिएर आउने त फेरि राख्ने चाहिँ त्यस्तो भनेर हुन्छ मैले नि जे पाएँ त्यही गरिदिएको है ससेज चिसो त भइसक्यो ससेज त्यही त हुनु तातै मिठो हुन्छ हामीले खाएर भ्याइसक्यो यति त रोस्ट भात पाक्दैछ भित्र यो पनि सब भ्यायो है सब भोकले कति बेला के खानु जस्तो मात्रै खाइसक्यो भक्कु खाइस आज डल्लीले त्यहाँ रेडी छ पूजालाई भनिदिन्छ अनि पूजाले खान्न आफै खुवाइदिने अरे त्यसलाई खानु पूजाले त खुवाइदिने हामीलाई चाहिँ नखुवाइदिने गल्ला ए भगवान् भोक त लाग्छ नि त्यसले जति त्यहाँ खाना त्यो मुस्नको उसले हो कि हात राखेर खाना पर्छ भन्ने उसले हो हेर न हाम्रो खुवाएर बसाइ गुड मर्निङ यति मजाले हावा चल्छ नि सरेर बिहान कति बजेसम्म 9 होइन 8 बजेसम्म हावा चल्छ अझ पहिला त यति बेसरी हावा चल्थ्यो नि है मान्छे उडाउला जस्तो हुन्थ्यो अहिले नि हावा त चल्दो रहेछ नि ल अहिले ट्याक्क बिहानको 6 बजेको छ 6 बजेको हावा होला यो यहाँबाट पोखरा छर्लङ्गै देखिन्छ अनि 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 लाउडाँडा पनि देखिन्छ
सनराइज देखिन्छ हाम्रो घरबाट ट्याक्क गइसक्यो अब त मान्दिनँ खुबै ल्याउनु अङ्कल त्यसै गोठ खोइ गोठ भइसक्यो यो गोठ हो त्यो खर्ले छाएको हाम्रो गोठ होइन यो पहिलाको ए ल भैँसी नि खिच्छु म भैँसी दुइसक्नु भएन अहिले ए भैँसी दुनु छ भैँसीलाई पानी दिने बाल्टी हो ओइ भाषण लाग्यो भित्रै भाषण लाग्यो आगो नि तँलाई आउँछ तैँले अहिले बिहान कति सजिलो गरी सल्काइदिएछ आगो तातिसकिसक्यो उमालिसकेको मैले पर्दैन होइन किन तातो त्यो झोल त ताइसे हुन्छ कि बसाल्नु नि त तिमीहरूले भात ल आगो फुट्दैन एक कराई झोल बनाइदिएछु मैले झोल पानी जस्तो पुरै झोल पानी त्यसमा लाग्छ एक कराई बनाइदिएछु मासु अब कसरी अनि सब्जी खोज्न कहाँ जान्दैन झोल छोड्दै के भने मिठो भन कि बाबु टमाटरको चटनी छ अब अर्को चाहिँ कसलाई यो थाला कसले खाने भन है मलाई त यसमा हालियोस् यो प्लेट बाबुले कुन थाला खानियोस् ल भन कति कति खान्छौ भन भात खान पाइँदैन भात सकेर जाने हो नत्र म यहाँ आमालाई हैरान हुन्छ आमाले झन् पकाउनु पर्दैन बेलुकालाई मासु हिजोकोमा पानी हाल्दैछ अब त्यही हो जसरी खायो मजाले उमाल्नु बाबु भुतुलीले कति खान्छौ ल खान्नौ म त मैले गोबर खाइसकेँ ल फर्क्यो हामीले पेलिस्तीबाट ओ गिरिदाईको घर हो नि त त्यो हेर त गिरिदाईको घर हो नि अगाडि धान रोपेर रहेछ नि हो यो त्यो दत्तिन खाने खोला हो यो कुन चाहिँ